वो अलग ही लेवल का बंदा था सोशल मीडिया इन्फ्लुएंसर। Hey guys, what's up? Welcome back to my new vlog. Hope so सन्चै सलाम अपन संसारमा छु। अहिले चाहिँ म त्यही घरतिर बसिरहेको छु। अहिले चाहिँ म यसो बारीतिर आएको देख्न सक्नुहुन्छ। अहिले चाहिँ फेरि मैले फेरि भ्लग गर्न स्टार्ट गर्न गइरहेको छु। देख्न सक्नुहुन्छ। तपाईले फेरि पनि माया देख्नुहुन्छ भन्ने आशा राख्दछु। मेरा अब 6-7 वटा युट्युब च्यानल गइसकेका छन्। फेरि म युट्युब च्यानल खोलेको छु सुजन टन्डन 7। तपाईले फेरि पनि मलाई माया देख्नुहुन्छ भन्ने आशा राख्दछु। त्यही भन्न चाहन्छु। अझ म पाइप लिएर आएको छु। त्यही हो अब एक्जाम दिएर अब 10 को यासी दिने हो अहिले। त्यही हो भन्न चाहन्छु म। अब चाहिँ मैले 2 दिन बिताएर भ्लग गर्न कोसिस गर्दछु। तपाईले कतिको माया देख्नुहुन्छ म त्यतिकै मेहनत गर्न गइरहेको छु। त्यही अहिले चाहिँ बारी हाम्रो ट्याक्क यो चाहिँ पुरै यो देखिएको छ नि यता यो पुरै ट्र्याक्टरले जोतेको मैले र अंकलले भएर जोतेको जस गाडी हुने रहेछ यो तल यो हात दुखेर बहुत हात दुख्ने रहेछ त्यो जोत्ने बेला। त्यही हो अहिले चाहिँ भर्खर कन्टेन्ट केही छैन त्यही भएर म यसो बारीतिर आएको। त्यही हो ट्याक्क अब बाइक चलाएको भिडियो र रमाइला भिडियो आउँछन्। खतरनाक हुन्छन्। अब तपाईले सब्स्क्राइब गर्नु पर्यो र चाँडै नै 2K सब्स्क्राइबर पुग्छ भन्ने आशा राख्दछु। ल मैले सर्ट भिडियो चाहिँ अरू टाइपको हाल्न सक्छु तर लङ भिडियो चाहिँ भलकै हाल्छु। त्यही हो यहाँ चाहिँ यो पुरै कागती यहाँदेखि पारीसम्म पुरै कागतीहरू रोपेको। यो चाहिँ कति 2 वर्ष हुन लाग्यो होला कागती रोप्नु लाग्यो। 2 वर्ष नै 1.5 वर्ष भयो। यही हो यहाँ चाहिँ यता नि पुरै जोतेर भयो। त्यही हो अब चाहिँ सिधै अब अरू अब राम्रो भिडियोमा भेटौँला। यति अन्दी म पनि बिदा जान्छु। नमस्ते बाई सी यू। है तेरो के फेरि यो पाइपको यो दाउरा बाँच्छ। ठ्याइती यो पाइप